हाई एभ्रिवान, सेवा नमस्ते, वेलकम ब्याक टु माई मिनी भ्लग। आजको मर्निङ भ्यू चाहिँ यस्तो छ है साथीहरू। धरानको चिसो पनि हल्का बढ्न थालिसकेछ। त्यसपछि यहाँ मेरो छोरी चाहिँ उठ्न साथ टिभी हेर्दैछ, यहाँ पुरा मस्तसँग। त्यसपछि फ्रेस भएर हामी पनि ब्रेकफास्ट लिन गयौँ। ब्रेकफास्ट गरेर हाम्रो चाहिँ बाहिर निस्किने प्लान थियो नि त। त्यस पछाडि रेडी भएर बाहिर निस्क्यौँ। छोरी त है यो क्रिसमस ट्री बनाउनु भएको रहेछ नि त, उसलाई त मन परेछ। यताउति घुमी खेल्दैछ होइन, नक्कल पार्दै। यसपालिको ट्रिपमा छोरीले पनि एकदमै इन्जोय गर्यो है। छोरी चाहिँ पुरा यहाँ लुकेर है, म कहाँ छु आमा भनेर भन्दैछ, हेर्नु न। त्यसपछि हामी चाहिँ श्रमदान पार्क जाने भनेको झन्डै भेटारै पुग्यो है। बाटो थाहा नभएर नयाँ ठाउँमा त्यस्तै बाटो थाहा नहुने कस्तो जाने भनेको कति भिड हुँदो रहेछ आज शनिबारको दिन चाहिँ। त्यही भएर हामी चाहिँ आधी बाटोसम्म चाहिँ गाडी लगेर त्यस पछाडि चाहिँ सानो बाटो रहेछ, त्यही भएर हामी अटोमा चढेर लाग्यौँ। पुरा बाटो नै हेर्नु कति सानो छ क्या, डरले है। भिरको बाटो जानुपर्ने। त्यहाँ चाहिँ आइसक्रिमहरू पुरा राखिराख्नु भएको रहेछ, छोरीको फेभरेट। फेरि देख्छ भनेर हामी यस्तो लुकाउँदै छोरीलाई हेर्नुहोस्, पापा र मामाले चाहिँ लुकाउँदै लगिराख्नु भएको छ। चिसो छ नि त, त्यही भएर। त्यसपछि हामी पुग्यौँ। यहाँ चाहिँ यति भिड थियो कि आज त यहाँ चाहिँ टिकट लिने ठाउँ रहेछ। टिकट काटेर यहाँ दिँदै हुनुहुन्छ। यहाँबाट चाहिँ हामी टिकट बोकेर लाग्यौँ। यताउति भिडियो खिच्दै जाँदैछु। अगाडि पापापछि भ्यू हेर्दै हिँड्नुहुँदैछ कि, अनि कराउनु हुँदैछ मलाई, तिमीहरू चाहिँ खालि भिडियो बनाउँदै हिँड्छौ भन्नुहुँदैछ है। बिचमा मेरो भाइले भने, मेरो पनि भिडियो बनाइदिनु, कति अरू मात्रै गर्छस्, आफै आउनुपर्ने हो भन्दै आउँदैछ। फेरि छोरीको छुट्टै छ, ऊ आफै हिँड्छ अरे हो। अहिले चाहिँ माथि यो धरान लेखेको ठाउँबाट देखिने भ्यू चाहिँ यस्तो छ साथीहरू। यहाँ चिल्ड्रेन पार्क पनि रहेछ नि त, पुरा खेलिरहेछ नानीहरू पनि। त्यस पछाडि हामी यहाँ पुल तरेर अर्को साइडतिर लाग्यौँ। यहाँ पनि फेरि यति धेरै के बनाउनु भएको रहेछ, कता हिँड्नु कता जाउँ भएको कि हामी त। अनि यताउति अलिअलि बाहिरबाट हेर्दै हिँड्यौँ। फेरि यति धेरै मान्छे हुनुहुन्थ्यो, ओ माई गड, केही पनि राम्रोसँग देख्न, कहाँ के छ त्यो थाहा नै नभएको क्या हामीलाई त। फेरि एउटा फोटो बनाउँ भने मान्छेको भिड मात्रै है, आम्मामा हेर्नु यति धेरै भिड थियो। यो भिड देखेर है हामी त एकचोट पलाएर एक ठाउँ बसिरहेको थियौँ। त्यतिकैमा यहाँ हेर्न फेरि यता नाचगान सुरु भइसक्यो। मजाले ताली बजाउँदै गर्दै हुनुहुन्थ्यो। त्यहाँको भिड देखेर चाहिँ हामी त्यहाँबाट निस्क्यौँ। त्यसपछि धरानको फेमस सावित्री खाजा घरको थुक्पा खान गयौँ। एकदमै मिठो थियो। ओ माई गड, अस्तिदेखि टिकटकतिर देखिरहेको नि त, हामीलाई पनि एकदम ट्राई गर्नु मन लागेको थियो, त्यही भएर गयौँ। त्यस पछाडि हामी पनि घर फर्क्यौँ। आजको लागि यति नै साथीहरू। अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।